र सबै त पैसाको लाउनु भएको छ त बोजू अनि पैसाको त अन्त के हो यसको नाम आठानी आठानी कति कति पैसा छ खै यहाँ चाहिँ 1 रुपैयाँ रहेछ यो 1 रुपैयाँ रहेछ यो 1 रुपैयाँ रहेछ ए यता पछाडि सबैतिर पो रहेछ त नि आम्मामाम यो चाहिँ आठानी चोर लाग्दैन बोजू चोरलाई काटिहाल्छ नि हेर्नु बुझ्यो त्यसको त मर्ने गरेर दिएपछि त पुग्यो समुद्र गल्लामा भाउजूहरू यो बसेबा डल्लामा सो हेलो नमस्ते गाइजहरू के छ तपाईँ खालको सायद सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज फेरि तपाईँहरूमा चाहिँ न्यू ब्लगको साथ उपस्थित भइसकेको छु कृपया मेरो ब्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र साथमा यता फुल पनि छ यो फुल चाहिँ बोजूहरूको हो अनि म चाहिँ बोजूहरूको घरको साइडमा बसेर भिडियो बनाइरहेको छु बोजूहरू चाहिँ आज हुनुहुन्न त्यसै कारणले भित्रबाट चाहिँ ब्लग बनाउन पाएन गाडीहरू पनि यतिखेर नै आउँछ डिस्टर्ब हानिदिइहाल्छ यार अनि हेर्नु न बोजूहरूको यहाँ फुल आम्मामा कस्तो दामी छ ल हेर्नु हेरिराखौँ जस्तो छैन यो फुल अनि बोजूहरू चाहिँ अस्ट्रेलिया जानुभएको छ त्यसै कारणले गर्दाखेरि चाहिँ उहाँहरूको घरभित्र छिर्न सकिँदैन घाम पनि कस्तो दामी लागिरहेछ कपडाहरू धोएर त्यहाँ सुकाएको छु मैले अघि अनि हेर्नु वेदर कस्तो दामी देखिरहेछ अनि यहाँनिर यतापट्टि छ सुमिता दिदीहरूको फुल दामी यहाँ पनि छ है फुल चाहिँ हेर्नु त अनि कस्तो दामी फुलेको छ यस्तो सुकाउरो महिनामा पनि हाइवे यहीँ छ फुल यहीँ छ यो फुल चाहिँ त्यति घरमा सजाएको मात्रै हो अनि यता पनि छ दिदीहरूको फुल यहाँ पनि रोप्नु भएको छ दिदीले टगसँगले अनि हाम्रो चाहिँ योपल्ट अलिक फुलेको छैन यताबाट रोपेको मात्रै छ म तपाईँलाई देखाउने छु यहाँनिर हेर्नु त है हाम्रो चाहिँ फुलेको छैन है योपल्ट भुन्टीले यहाँनिर हल्का मात्रै फुलेको छ भुन्टीले नफुल्ने खालको फुल रोपेछ हौ ल हजुरहरू म चाहिँ घरमा बसिरहेको थिएँ अनि बोजू तपाईँ कति वर्ष पुग्नुभयो 84 वर्ष पुगेको हाम्रो बोजू सासू होइन बोजू सासू पर्नुहुन्छ नि बोजू सासू पर्नुहुन्छ नि तपाईँ होइन अनि उहाँ चाहिँ यहाँ आउनु भएको छ अनि उहाँसँग गफ गर्दै बसेको उहाँले लाएको हेर्नु न यो त सबै त पैसाको लाउनु भएको छ त बोजू अनि पैसाको त अन्त के हो यसको नाम आठानी आठानी अनि पैसा छ त त्यहाँ त सबै आठानी रेजी आठानी रेजी भन्छ यसलाई ए अनि यो चाहिँ कसले किनिदिएको अनि यो कसले किनिदिएको यो आफैले कसले कति पर्यो किन्दा पहिला कति परेन अब बिर्सिनु हो के को बिर्सिन्छ हौ कति हो कति नि हो बोजू यता बोल्नु न यता बोल्नु न अनि यो चाहिँ कसले किनिदिएको अरे आफैले नि कसले किन्छ कति पर्यो भन्छु पैसा कति पर्यो 84 रुपियाँ 84 रुपियाँ अनि तपाईँ 84 वर्षै पुगेको 84 रुपियाँ नै पर्यो पर्छ नि हौ उहिले अब रेडी उहिलेको गाना अहिलेको मान्छेले लाउँछ लाउँदैन छैन अहिलेको मान्छेले लाउँदैन है छैन है ढुङ्ग्री बुलाके पनि लाउँदैन के हो यसको नाम आन्टी हारी नै कता हारी नै पहिला 1 रुपैयाँ 2 रुपैयाँ निक्लिन्थेन लिएर गयो हामी बाइकहरू पनि एकै खालको जाँदैछ त यो चाहिँ यहाँ चाहिँ कति पैसा छ खै यहाँ चाहिँ 1 रुपैयाँ रहेछ यो 1 रुपैयाँ रहेछ यो 1 रुपैयाँ रहेछ ए यता पछाडि सबैतिर पो रहेछ त नि आम्मामाम यो चाहिँ आठानी रहेछ हो आठानी यो चाहिँ 1 रुपैयाँ 1 रुपैयाँ 1 रुपैयाँ यस्तो पैसा अहिले चल्दैन त गर 10 मान्छेमा चोर लाग्दैन बोजू चोरलाई काटिहाल्छ नि हेर्नु बुझ्यो त्यसको त मर्ने गरेर दिएपछि त पर्लोकै बनाउँछु नि त्यसै त चोर हुँदैन नि यसरी पाङमै दिएपछि त कसरी अरे बोजू बनाइदिनुपर्छ कि रुपियाँ नि हो अहिले चाहिँ बोजूसँग कुरा गर्दै बसिरहेको हाम्रो बोजू आउनु भएको रहेछ यता पर
रमाइलो चोकदेखि आउनुभएको नि बोजू तपाईँ बोजूसँग एकछिन मिठो मिठो कुरा भयो यो चिज चाहिँ अहिलेको मान्छेहरूलाई थाहा पनि छैन क्या त्यो कुरा चाहिँ साँच्चै भन्नुपर्दाखेरि त मलाई त थाहा छैन यसको नाम चारानी भन्नुभयो होइन आठनी आठानी रे क्या यसको यो उहाँले लाउनु भएको मालाको नाम चाहिँ अहिले त्यो केटीले भन्यो नि पुग्यो समुद्र गल्लामा भाउजू रोयो बसेबा डल्लामा बोजू र अरू पनि गाउनु न बोजू कुन आउँछ तपाईँलाई बैशाखको बेलाको गीतहरू कुन आउँछ आउँछ नि आउनु त कसले गीत गायो आटा न पाटा गाउनु न बोजू एकचोटि प्लिज सालको पात टिपेर पानी खाउँ आची खोइ अनि बहिनी सँगै जाउँ बोजू तपाईँको त कपाल सबै फुलेछ त फुल्छ नि त फुल्ने बेला हो त अब सेतै फुल्यो फुल्छ लाउरो गङ्गा नेपालमा फुली लाउलो कपालमा भन्नुहोस् जानुभयो बोजू यस्तो कडा हुनुहुन्छ कि उहाँ होइन 84 वर्षको उमेरमा पनि रमाइलो चोक भनेको समथिङ यहाँदेखि 1 किलोमिटर जति टाढा होला त्यहाँदेखि उहाँ हिँड्दै यसरी आउनुभएको थियो एकछिन गफ गर्नुभयो अनि जानुभयो मलाई छोडेर उहाँले जानु है बोजू मजाले